नमस्कार। यस नेपाली दन्त्यकथा युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामी लिएर आएका छौँ नेपालको बागलुङ जिल्लामा अवस्थित बागलुङ कालिका भगवती मन्दिर सम्बन्धी केही अनौठा र रोचक किम्वदन्तीहरू। नेपालको गण्डकी प्रदेशमा अवस्थित सुन्दर बागलुङ जिल्ला, जहाँ प्रकृति, संस्कृति र अध्यात्मको अद्भुत सम्मिश्रण पाइन्छ। यसै जिल्लाको काखमा अवस्थित छ बागलुङ कालिका भगवतीको प्राचीन मन्दिर। यो मन्दिर केवल एक धार्मिक स्थल मात्र होइन, यो हजारौं वर्षदेखि जोगाउँदै ल्याइएको आस्था, परम्परा र जनश्रुतिहरूको केन्द्रबिन्दु पनि हो। यहाँ आउने प्रत्येक श्रद्धालु भक्तजनहरूले आन्तरिक शान्ति, शक्ति र विश्वासको नयाँ रूप लिएर फर्कन्छन्। यस मन्दिरको इतिहास, संरचना, जनविश्वास र त्यससँग जोडिएको सांस्कृतिक चेतनालाई बुझ्नका लागि हामीलाई समयका अनेक तहमा फर्कनु पर्ने हुन्छ। इतिहासमा लेखिएको छ कि पर्वत राज्यका प्रतापी राजा नारायण मल्लले विक्रम सम्वत 1590 मा राज्यको सिंहासन सम्हाले। उनको विवाह पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विक्रम सम्वत 1591 मा भयो। विवाहसँगै रानीले आफ्नो बुबालाई माझकी देवीलाई दाइजोको रूपमा मागेर साथमा लिएर पर्वत ल्याउने निर्णय गरिन्। पर्वत ल्याउने क्रममा आजको मन्दिर रहेको स्थानमा डोली विश्राम गर्न थापिएको थियो। तर जब डोली उठाउने प्रयास गरियो, देवीको डोली उठेन। यो चमत्कारपूर्ण घटनाबाट चकित भएर राजा र रानीले यही स्थानमा मन्दिर स्थापना गरेर पूजा आराधना प्रारम्भ गरे भन्ने किम्वदन्ती पाइन्छ। यसैले यो स्थल देवीको इच्छाले चयन भएको स्थानको रूपमा मानिन्छ। वर्षमा 2 पटक यहाँ चैते दशैं र बडा दशैंको समयमा विशेष पूजा अर्थात् नियम पूजा गरिन्छ, जसलाई सरकारी पूजा पनि भनिन्छ। यस पूजामा पञ्चबली चढाउने परम्परा छ, जसमा बोका, राँगो, कुखुरा, परेवा र सुँगुर बलि दिने चलन छ। हजारौं भक्तजनहरू आफ्नो मनोकामनाको पूर्ति होस् भन्ने कामना सहित पूजा अर्चना गर्न मन्दिरमा आउँछन्। मन्दिर बागलुङ नगरपालिका 2 मा अवस्थित छ। यस मन्दिरको भौगोलिक अवस्थिति अत्यन्त रमणीय छ। पूर्व र दक्षिणतिर काठे खोला बगिरहेको छ भने पश्चिम बागलुङ बजार र उत्तरमा पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यस्तो प्राकृतिक परिवेशले मन्दिरको पवित्रता झनै विशेष बनाएको छ। मन्दिर परिसरभित्र पस्दा मनलाई छुने अर्को तत्त्व भनेको वरिपरिका वनस्पति हुन्। साल सल्लो, चिलाउने, काइयो जस्ता विशाल रुखहरूले मन्दिरलाई घेरेका छन्। यो वातावरणले भक्तजनहरूलाई ध्यान, भजन र आत्मविश्लेषणमा प्रवृत्त बनाउँछ। मन्दिर परिसरमा 5 वटा सत्तलहरू छन्, जसमा भक्तजनहरू पूजापाठ, भजन, कीर्तन, जागराम तथा विश्राम गर्दछन्। मन्दिरको भित्तामा 14 वटा प्रस्तर मूर्तिहरू र 108 वटा तामाका दियोहरू राखिएको देख्न सकिन्छ। यी दियोहरूमा आस्थावानहरूले आफ्नो नाम र मिति लेखेर चढाएका हुन्। मन्दिरको मूलद्वारबाट छिर्दा दायाँतर्फ अखण्ड धुनी र बायाँतिर एउटा विशाल नगरा राखिएको छ, जुन प्रत्येक बिहान र साँझको पूजाको बेला घन्काइन्छ। मन्दिरको मुख्य मण्डप 10 फिट लामो र 10 फिट चौडाइको छ। यस मण्डपको भूमिगत भागमा कालिका भगवतीको मूर्ति स्थापना गरिएको छ। जनविश्वास अनुसार यो मूर्तिलाई सिधा आँखाले हेर्न सकिँदैन, त्यसैले स्थापना कालदेखि नै मूर्ति भूमिगत रूपमा राखिएको छ। मण्डपको छेउमा शिवलिङ्ग र भगवान गणेशको मूर्तिहरू पनि स्थापित छन्। मन्दिरको पश्चिम र उत्तर भागमा विभिन्न जनावरहरूलाई बलि दिने गरी विशेष स्थानहरू बनाइएको छ। मन्दिर 4 दिशामा 4 वटा ढोकाले घेरिएको छ। तीमध्ये पूर्व दिशाको ढोका सामान्यतया बन्द राखिन्छ, किनकि जनविश्वास अनुसार त्यस ढोकाबाट नाग प्रकट हुने र अनिष्ट निम्तिन सक्ने भय रहँदै आएको छ। विक्रम सम्वत 1982 मा मन्दिरको जीर्णोद्धारको क्रममा उक्त ढोका खोलेपछि यस्तै अनिष्टजन्य घटनाहरू भएका विश्वासहरू अझै कायम रहेका छन्। मन्दिरको दैनिक पूजा, देखभाल, व्यवस्थापन र संरक्षणको जिम्मा कालिका भगवती गोठी सञ्चालक समितिको काँधमा छ। यो समितिले मन्दिरको धार्मिक तथा प्रशासनिक कार्य सञ्चालन गर्दछ। पुजारीको रूपमा विशेष गरी खड्का क्षेत्री समुदायका व्यक्तिहरूलाई स्थापना कालदेखि नै नियुक्ति गरिँदै आएको छ। बागलुङ कालिकाको बारेमा विशेष जनविश्वास रहिआएको छ। मानिन्छ जसले साँचो श्रद्धा र भक्ति सहित पूजा गर्छ, उसको सबै मनोकामना पूरा हुन्छ। विशेष गरेर दशैंको बेला यहाँ ठुलो मेला लाग्छ। हजारौं भक्तजनहरू पूजाका लागि आउँछन्, जागराम बस्छन्,
भजन कीर्तन गर्छन् र देवीसँग आफ्नो जीवनका दुःख कष्टहरू हटाइदिन बिन्ती गर्छन्। एक रोचक परम्परा अनुसार जसको मनोकामना पूरा हुन्छ उसले देवीलाई बोकाको बलि चढाउने गर्दछ। यद्यपि आजको पुस्ताले बलिको सट्टा रातभर जागराम बसेर भजन कीर्तन गर्ने, प्रसाद चढाउने र सेवामा सहभागी हुने परम्परा बढाउँदै लगेका छन्। मन्दिरको संरक्षणमा स्थानीयको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहँदै आएको छ। एक समय यस्तो आयो जब मन्दिरको अवस्थिति जीर्ण हुँदै गयो, तर त्यसबेला स्थानीय युवाहरू, पुजारीहरू र श्रद्धालुहरूको समन्वयमा मन्दिरको जीर्णोद्धार गरियो। आज पनि ती स्थानीयवासीहरूको मेहनत, समर्पण र लगनका कारण मन्दिरले आफ्नो ऐतिहासिक र सांस्कृतिक महत्त्व जोगाइरहेको छ। बागलुङ कालिका मन्दिर अब केवल धार्मिक स्थल मात्र नभई एक प्रमुख सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा समेत स्थापित भइसकेको छ। यहाँको हरियाली, शान्त वातावरण र मन्दिरको आध्यात्मिक ऊर्जाले विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। काठमाडौँबाट आएका एक दर्शनार्थीले आफ्नो जीवनमा भएको एक चमत्कारपूर्ण अनुभव बाँडेका छन्। उनी वर्षौंदेखि जागिरको समस्याबाट ग्रसित थिए। कसैले उनलाई बागलुङ कालिकाको बारेमा सुनाएपछि उनी तीव्र श्रद्धासहित मन्दिर आए। उनले 3 दिनसम्म उपवास राख्दै देवीसँग मनको कुरा गरे। केही हप्तामै उनलाई एउटा प्रतिष्ठित जागिरको अवसर मिल्यो। आज पनि उनी त्यो सफलता कालिकाको कृपाको रूपमा मान्छन्। त्यस्ता अनुभवहरू हजारौं छन् जसले बागलुङ कालिकाको शक्तिको पुष्टि गर्छन्। कसैले उपचारको लागि आएर चमत्कारिक रूपमा निको भएको भन्छन्, कसैले सन्तान प्राप्तिको लागि पूजापाठ गरेको थिए भन्ने सुनिन्छ। यी सबैले देवीमा श्रद्धा अझ गाढा बनाइदिन्छन्। अन्ततः बागलुङ कालिका मन्दिर केवल इँटा, काठ र ढुङ्गाको संरचना मात्र होइन, यो हजारौं नेपालीको विश्वास, आस्था, इतिहास र भावनाको सजीव केन्द्रबिन्दु हो। जसले एकपटक यो स्थलमा पाइला टेक्छ ऊ केवल दर्शन गरेर फर्किँदैन, ऊ एउटा अद्वितीय आध्यात्मिक यात्रा लिएर फर्किन्छ। आज पनि बागलुङ कालिका भगवती आफ्ना भक्तहरूको रक्षामा खटिरहेकी छन्। जसले साँचो हृदयले पुकार गर्छ, कालिकाले उसलाई कहिल्यै निराश बनाउँदिनन्। यही हो बागलुङ कालिका भगवतीको साँचो गाथा, जसमा श्रद्धा, चमत्कार, परम्परा र प्रेमको सजीव समन्वय पाइन्छ। साथीहरू, तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा हाम्रो यस नेपाली दन्ते कथा युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला।